नमस्ते, वेलकम टु माई न्यू ब्लग। इट्स मी अमित। म चाहिँ आज धेरै टाइमपछि मेरो ब्लगमा कमब्याक भएको छु। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज हामी काइकिङको लागि हिँड्न लागेको, हेर्नु होला। गाइज, हामी चाहिँ काइकिङको लागि निस्किसकेका छौँ। अनि अहिले यहाँ त म एक्लै छु, तर भाइहरू कहाँ गयो तिनीहरू? त्यतातिर गइसकेछ भाइहरू। अनि म चाहिँ यहाँनिर छु। म नि अब बिस्तारै, यो चाहिँ मेरो फर्स्ट काइकिङ हो। डर लागिरहेछ अलिअलि चाहिँ। मौसम पनि हालत खराब छ। फेरि अहिले फेरि पानी हावाहुरी एकैछिनमा आइदिन्छ नि त। यहाँ त फेरि केही भरै हुँदैन। जोस् काइकिङको लागि चाहिँ मान्छेहरू थुप्रै निस्किसकेको छ। रमाइलो लेकमा जोस् हल्का ठिकै भनौँ। म नि अब बिचतिर जाँदैछु। धेरै बेर खेल्नु त हुँदैन। अहिले फेरि हावाहुरी चल्यो भने फेरि यहाँनिर नराम्रो हुन्छ आफैलाई। त्यही भएर म नि एकछिन त्यहाँ गएर आउँछु भाइहरूसँग। इन्जोय चाहिँ इन्जोय भइरहेको गाइज, होइन? तपाईँहरू पनि आउनुहोस्, एकचोटि इन्जोय गर्नुहोस्, होइन? के छ र जिन्दगीमा मरिलानु। त्यतातिर त तर हेभी पानी परिसक्यो हो। अहिले यहाँनिर एकैछिनमा आइदिन्छ। सब हावाहुरी एकैछिनमा आउँछ अहिले। अब धेरै टाढा नि जानु हुँदैन, होइन? तर टाइममा समयमा आउनुहोस्। तर त्यस्तो लापरवाही गरेर चाहिँ नआउनुहोस्। ठिक्क आउने भए 12, 1, 2, 3 बजीसम्म चाहिँ हो। न त नि त्योभन्दा पछि चाहिँ नगर्नुहोस्। त्यो समय फेरि ठिक छैन। हावाहुरी त्यस्तै लाग्छ अहिले, होइन? त्यही भएर आफ्नो सेफ्टी पनि हुनुपर्छ आफ्नो लागि आफै हो। कहाँ पुग्यो तिनीहरू चाहिँ म थाहै पाइनँ त्यहाँ। हामी चाहिँ सँगै भइसक्यो। टक्क लाएर यता हाम्रो मान सर, यता मनोज भाइ, यता भाइ पनि छ है। यो भाइ चाहिँ हाम्रो छ है। भाइसँग बोट लिएको हामीले। टक्क लाएर भाइ चाहिँ हामीलाई केही भयो भने भाइले चाहिँ टक्क आएर बचाइहाल्छ एकैछिनमा, होइन भाइ? ढुक्क हो नि, होइन? हामी अब धेरै टाढा नि जानु हुँदैन। यो अब यो उस हुन लागिसक्यो, होइन? हावाहुरी चल्न लागिसक्यो, होइन? अब के हुन्छ भनिदेऊ त भाइ। धेरै उस भयो भने यो मोटे यो पमै जान्छ है केटा। होस् गरे यो मोटेको। पुकुले हेलो, यहाँ भाइ छ, होइन? टक्क लाएर अब हामी धेरै बेर नखेल्ने। अब एकछिनमा जाने पानी पर्ला जस्तो भइसक्यो। कति बजे कुन मामाहरू पनि आइसक्नु भयो। त्यहाँ हुनुहुन्छ मामाहरू। अब हामी एकछिनमा निस्किन्छौँ। यहाँनिर चाहिँ कुहिरीहरू चाहिँ के देखाउँछ। हामी पनि उता जान्छौँ। हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ हो। अहिले चाहिँ धेरै मान्छेहरू च्यापिन लागिसक्यो। यता पानी पर्न लागिसक्यो। त्यही भएर अब त्यही टक्क अब यता फुड ट्र्याक नजिकै तालमै छौँ। यता नजारा यहाँ यस्तो छ, होइन? टक्क अब चाहिँ हावा चल्न लाग्यो। अब चाहिँ हामी निस्किनुपर्छ यहाँबाट। र इन्जोय त भइरहेको थियो, तर मौसमले साथ दिएन। यहाँ यी मोटे ढल्ला चाहिँ बाबु, त्यो फुट्ला है। खस्ला बाबु, होस् गर। थाकिसक्यो अब यतातिर हेर्नु यस्तो भइसक्यो। बादल पुरै कालो न कालो भइसक्यो। अब धेरै बस्यो भने यस्तो हुन्छ। यहाँबाट सारङकोट पनि देखिन्छ, भ्यू अफ सारङकोट। थकनी लाग्यो। अब हावा चल्यो, हिँड बिस्तारै। त्यही थाकिसक्यो गाइस। आची मोड त छ त। प्याडल हरायो भने अहिले तैँले तिर्लास् भाइ पैसा। त्यो 7,000 पर्छ भाइ यो प्याडललाई। अझै महँगो पर्छ। बादल हेर्नु त यस्तो भइसक्यो। यो मोटे यहाँ चाहिँ मोटे थाकिसक्यो गाइज। म एकछिनमा निस्किनु। ल हेर त्यहाँ यस्तो मान्छे छ। यो क्रेज यस्तो छ कि अब एकछिनमा फेरि मौसम नि के भयो कुनै घरि पानी पर्ला जस्तो भयो, घरि अलिअलि हावा नि चल्यो, अनि एकछिनमा फेरि घाम लाग्दियो। माथा खराब। फेरि यस्तो कालो नि भयो कि। ओए मनोज आइज बाबु जाने मास्तिर।
क्याब पनि कति लाउनु थाकिसक्यो यार कति बजेतिर अब त टाइम नै हुन लाग्यो होला त अब टाइम नै हुन लाग्यो कि त लगाएछ यो भ्लग चाहिँ म यतातिर इन गरिदिन चाहन्छु धेरै पछि म मेरो भ्लग लिएर आएको छु यसो हेरेर यसो छोटो मिठो प्रतिक्रिया दिनु होला है त गाइज ल यो भ्लग म यता इन गरिदिन चाहन्छु हस्त नमस्ते